खानुहोस् यसोसँग नाफे एक गिलाससँग मसिना चाहिँ हामी खाना मजा गन्दाई बाहिरको चिज हो यो अझै मम्मी चाहिँ खाने भयो यो बच्चा जस्तो रमाइलो बिर्को ल्याएर है झोल पनि हाल्ने मोमोको झोल गर्न मोमोको झोल धन्यवाद खानामा आइसक्नुहोस् यो खाइकन रमाइनुहोस् कति भित्र काँचेमा उहाँले छुटाउनुहोस् यसो बनाउँछु आमेन खुर्सानी मलाई त चाहिँदैन हाल्दै खानु मजा हुन्छ है मजाले हाल्दै खानुपर्छ ठुलो भयो हामीले त्यो गरेर अहिले भोक पनि लाग्छ नि त घरमा बोक्ला छैन छैन भन्दै थियो यस्तो भन्दा धुन नपर्ने प्लेयर अन्त सजिलो नि हात चाहिँ धुनुपर्छ तर प्लेयर धुनुपर्छ होइन यस्तो प्लास्टिक चाहिने भागबाट गरिदिनु होइन तपाईँहरूले बाँध्नु दिनु अलिक तरिकाले नसक्ने भएर होइन यसरी खाँदा राम्रो यो चाहिँ अब कहिले यसरी खाइदिएको परिवारसँग बस्छ अचार दिउँ न होइन भन अचार छ मोमो चाहियो त मोमो एउटा छ त यहाँ ल तपाईँ मलाई भयो मासु चाहिँ डह्रो हाल्नुहोस् है फ्राइड राइस चाहिँ कति छ थाहा छैन तर चौमिनमा चाहिँ मजाले मासु हालेको छ हामीले मोमो कहाँ ल्याएको भाइ कहाँ ल्यायो होला घर 10 सुपर मोमोहरू ल्याएको मोमो है आज चाहिँ 10 सुपर मोमो खाइदिएको चाउमिन खाने कि फ्राइड राइस कुन खानु भयो तपाईँ हातले नै हो सबैमा ओके तपाईँको प्लेट यति चाउमिन ए जाँदैन गर्नु पनि उता हेर्नुहोस् उता खाने मान्छे यता छेउको खाने मान्छे को भन्दाखेरि आँटा चिसो पो रहेछ चाउमिन प्लेट फ्राइड राइस अब दाइला राइस हाम्रो फ्राइड राइस तपाईँलाई केचप ओके भात खाने तिमी र हो तपाईँ नखाने त्यसरी फ्राइड राइस खानु नसक्ने केचप कसो खोल्ने न केचप पनि हाल्यो
के खोलिदिने दान्ने खोल्छु त म हुन्छ अब हातले खोलामा सबै चिप्लो भइसकेको छ तपाईँले चिसो है एकदम चिसो हो कहाँ गयो भनेको त राम्रो रहेछ मिठो भयो भात खान्छ तपाईँ त चिप्लो हुन्छ न त्यो खानु हुँदैन खान्छ तपाईँ अघि खान्छ चिप्लो हुन्छ है भोलि यति खान्छ नि खान्छ चिप्लो हुन्छ नि त त्यो ल अब यो सेतो फ्राई राइस मिसाएको है मोमो अचार पनि होइन नहालेर मिठो फ्राई राइस पनि मिठो पनि मिठो रहेछ घर मासु कि के अरे चाउमिन कि मोमो कि फ्राई राइस मैले क्वेसन उल्टा सोधेँ भने एन्सर चाहिँ राइट हो छ नि तिमी हो नदिएर चाहिने Rồi, đi chọn nha. Và bà làm rồi. Nè. Con nhà chứ. Chị phải cái đồ làm cái này thì xếp. Mình ba. Nước chưa? Mà khá là từ nãy sắp chưa hả? आज बाह्र त नेपालमा मेरो छुट्टी क्या गिलास पनि परेन के आज गन धुने हो भाँडा धुने हो यो प्लेट धोएर आउनु अनि यो ठुलो प्लेटमा खाइरहेको छु नि नधुने के भयो भात दिएर नबोल भने होला नि अर्कै होइन बिस्तारै खानु त्यो एकछिन बाहिर बस्यो हातले खानु मिठो हुन्छ खानु खान्छ गन्दा हातले खानु मिठो छैन मान्छेले अफिसमा त हात धोएर कम्ती खान्छ है हामी त घरमा छु नि त घरमा त हात धोएर खानु हामी त खास 4-5जना 5जना पुग्नु रहेछ है त्यो ठिक्कले खानु छैन मजाले अब यति खोले खाइहाल्छ अरू पुग्छ एकछिन हामीले के खायो कलेजी के खाएको थियो कलेजी चिउरा त्यो सँगै खाएको साथी हो चम्नाएर भन छोडे हातले हाल्छ आज काँडा भने पनि चम्चा भने पनि हातले हो यता भाइलाई हाल्छु यता भाइलाई भाइलाई तपाईँ खान्छ सर तपाईँ मलाई पुग्यो सबै तपाईँ अचार हाल्ने का पिरो कि मोमो नपिरो नपिरो नि यस्तो दिने अब नपिरो अचार खाने हो पिरो नखाने म त तिमी पिरो कि नपिरो अचार हाल्ने न तिमीलाई त नसोधेछु चाउमिन पनि आज हातले खाने हो हातले मिक्स गर्ने हातले खाने कस्तो स्टाइल लागेको छ गन कस्तो लागेको छ आज हातले खाएको हुन्छ सर मैले पिरो त खाएछन् अहिले पिरो त खाएछन् तिमीलाई त खाए पिरो हाल्छ टमाटर खाए बाबु
टमाटर त खानुपर्छ पिरो भयो मसिरा हाल्छ नि त ए खुर्सानी चाहिँ अब खान नलाग्दा खाना नि हुन्छ हरियो धेरै सजिलो भन्नुहोस् थ्याङ्क यू फर वाचिङ